कसैले अपनत्व नलिएको अनि धेरैले स्वीकार समेत नगरेको भाद्र 23 र 24 को आन्दोलनको ओनरसिप लिँदै यी दुई दाजुभाइ बालेन र रवि चुनावी मैदानमा लन्च भएका छन्। जेनजी आन्दोलनको क्रममा नरसंहार मचाउने अथवा जेनोसाइड गर्ने पुरानो सरकार चुनाव पछाडि आयो भने, अर्थात् जसको विरुद्धमा आन्दोलन भएको थियो उनीहरू नै फेरि जितेर आए अथवा संसद पुनर्स्थापना गरेर आए भने अहिले आन्दोलनमा जाने सबै जेनजीहरूलाई जेल हाल्ने पक्का थियो। त्यही डरले धेरैले यो आन्दोलनको अपनत्व लिने आँट गरेकै थिएनन्। तर अब चुनावबाट पुरानै नेताहरू फर्के पनि जो आए पनि जेनजीहरूको रक्षा गर्दै उनीहरूको अगाडि ढाल जसरी यी दुई दाजुभाइहरू खडा भएका छन्। यी दुईहरूले पुरानालाई प्रष्ट सन्देश दिएका छन्, तिमीहरूले कारबाही गर्ने नै हो भने यी कलिला युवालाई होइन, सुरुमा हामी दुईजनालाई कारबाही गर। अब चुनावपछि बालेन्द्र शाह अथवा रवि जोसुकै प्रधानमन्त्री भए पनि म आफू जेनजी भएको कारणले मैले देख्दा चाहिँ यो सम्झौताको सबैभन्दा मुख्य र महत्त्वपूर्ण बुदा नै यही 1 नम्बरको बुदा हो। यसलाई हामीले ठुलो सफलता मान्दा हुन्छ। अब अपनत्व शब्द किन पनि महत्त्वपूर्ण छ भने त्यस पश्चात भएको राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी या भनौँ कुलमान घिसिङ बीचको एकता पत्रमा पनि उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरूसँगै जोड्ने भनिएको छ। त्यसो हो भने